फ्रेन्ड्स, आजको ब्लगमा हजुरहरूलाई स्वागत छ। आज म आफ्नो बारीमा आएको छु। हेर्नु कति मजाले अनार फलिएको छ। हेर्नु थुप्रै फलिएको छ। यो हेर्नु, आहा साह्रै खुसी लाग्यो। वाह, धेरै फलेछ है। ए भित्र पनि कति फलेछ। यो हेर्नु, अनि मम्मीले सैजनको बुट्टा पनि लगाइदिनु भएको छ। सैजनको बुट्टा, एउटा उखु, अनि यो हाम्रो बारीमा हेर्नु नेबुगा भन्छन्, नेबु भन्छन् है, सरी, नेबु पनि फलेछ। हेर्नु 2-3वटा सुरु भइसकेछ। यता भन्टाको एउटा बुट्टा छ, त्यो पनि फलेछ। अनि हेर्नु यता मजाले 2-3वटा आँपको बुट्टा लगाएछ। त्यो पनि अब ठुलो अगाडिको सालमा फल्छ, त्यो पनि आम दिन्छ। यता हाम्रो अब बिउ छर्ने बेला भइसकेछ, भोलि बिउ छरिन्छ। हाम्रो बारीमा केला पनि छ। केला यस्तो योपालि सानो, यति मात्रै हो। योपालि राम्रो फलेन केला। यता हेर्नु बैगनको सबै बुट्टा हो, सब बैगन फलेछ यसमा। यस्तो बैगन कालोवाला। यता टमाटर, यो वर्ष धेरै खायो टमाटर आफ्नै बारीबाट। बस, थ्याङ्क यू, बाई बाई।